तीनटै पार्टी मिलेर जानुपर्छ भनिराखेको छ। अहिले एउटा प्रस्ताव के आइरहेको छ, तीनटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु पर्छ। हामीले भनेको रङ हुँदैन। यो 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 नागरिकले दिएको म्यान्डेट भन्दा फरक हुन्छ। प्रदेशकै सरकारको सन्दर्भमा भाइ साथीले मलाई सोध्दै हुनुहुन्थ्यो, भाइ तपाईँहरूको के हुन्छ भनेर। के हुन्छ परिणाम मलाई थाहा छैन, तर प्रिन्सिपलको कुरामा नेपाली काङ्ग्रेस पार्टीले कम्प्रोमाइज गर्दैन। हिजो हामीले गल्ती गर्यौँ, अब हामीले गर्नु। अहिले एउटा तीनटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेको के हो? तीनटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेको प्रदेशको पार्लियामेन्टलाई प्रतिपक्षविहीन बनाउनु। त्यसो गर्दै गर्दाखेरि एउटा सरकारमा बस्ने कुरा काङ्ग्रेसलाई प्राप्त होला, तर त्यो सरकारमा बस्नै पर्छ वा सरकार नै सबै कुरा हो भन्ने, सत्ता नै सबै कुरा हो भन्ने सोचले हामीलाई 72 सालदेखि कहाँ पुर्यायो? एउटासँग मिलेर चुनाव लडेको छौँ, त्यो चुनावपछि अर्कोसँग गरेको छौँ। कोसँग को सरकार पक्ष हो, को प्रतिपक्ष हो थाहा छैन। आज बिहानसम्म सत्ता पक्ष भनेर बसिरहेको साथी भोलिपल्ट बिहान प्रतिपक्ष बनेको छ, प्रतिपक्ष बनेको साथी सत्ता पक्ष बनेको छ। यति धेरै बन्ने भत्कने कुराहरू किन भयो भन्दाखेरि हामीले सम्पूर्ण कुरा सत्ता हो, सम्पूर्ण कुरा सत्तासँग जोडिएको कुरा हो, चाहे त्यो पार्टीको सत्ता हो चाहे देशको सत्ता हो भन्ने जुन मान्यताबाट काङ्ग्रेस मात्र होइन, नेपालका सबै पुरानो राजनीतिक दलहरू ग्रसित हुँदै गर्दा आज हामीले ठुलो मूल्य चुकाउनु परेको छ। यो नेपाली काङ्ग्रेस, हामी अहिले आएको नेपाली काङ्ग्रेसको अहिलेको हाम्रो यो 10 इयर अब भनेको हामीले, म तपाईँहरू सबैलाई अनुरोध गर्न चाहन्छु, अहिले अब हामीले बदल्ने भनेको चाहिँ के बदल्ने हो त? हाम्रो कार्यालयहरू त्यही हुन्, हाम्रो भवनहरू त्यही हुन्, हाम्रो नेता त्यही हो, हामी मान्छे पनि त्यही हो। हाम्रो सोच्ने तरिका बदल्ने, हाम्रो प्रायोरिटिजहरू बदल्ने र त्यो गर्नलाई कहीँ जानु पर्दैन। हाम्रो नेताहरू नै हाम्रो निम्ति गणेश मानले, किसुनजीले, बिपीले, सुवर्ण शमशेरले, यी नेताहरू अरू लगायत थुप्रै नेताहरू हुनुहुन्छ। अझ गाउँ गाउँमा हुनुहुन्छ, सानसानो नेताहरू पनि हुनुहुन्छ, जिल्ला जिल्लामा हुनुहुन्छ। यहाँ अघि नै जितेन्द्र दाइले चर्चा गर्नुभयो, त्यस्ता कति नेताहरू हुनुहुन्छ। उहाँहरूको हिजो अप्ठ्यारो बेलामा नेपाली काङ्ग्रेस पार्टी जसरी चलाउनु भएको हो, त्यसबाट सिकेर यो बेलामा नेपाली काङ्ग्रेस पार्टी त्यसरी मात्रै चलायो भने हामीले आगामी पुस्ताका निम्ति सबैभन्दा गौरव गर्ने पार्टी काङ्ग्रेसलाई बनाउन सक्छौँ। मैले सम्झिन्छु, म क्लास 9 मा थिएँ जतिखेर नेपाली काङ्ग्रेसको झन्डा बोकेर बाल काङ्ग्रेस भनेर हामीहरू दौडमै हिँडेको। त्यो बेलामा क्लास 9 को म काठमाडौँको प्राइभेट स्कुल पढेको। त्यो हामीका कुनै नेपाल विद्यार्थी सङ्घ सङ्गठन गरेर आएर कसैले आएर हामीलाई सङ्गठन गराएको पनि होइन। तर त्यो क्लास 8, 9 मा पढ्दै गर्दाखेरि नेपालको सबभन्दा ठुलो मान्छे को भनेर भन्यो, हामी बिपी कोइराला भनेर भन्थ्यौँ र हामी चाहिँ बाल काङ्ग्रेसको झन्डा बोकेर हिँड्थ्यौँ। त्यो क्लास 8, 9 मा पढ्ने बच्चाको लागि काङ्ग्रेस भनिसके पछाडि चाहिँ इतिहासको पार्टी मात्र थिएन, एउटा फ्युचरलाई सबभन्दा राम्रो बनाउन सक्ने पार्टी पनि थियो। त्यस्तो काङ्ग्रेस अहिले बनाउने, त्यस्तो काङ्ग्रेस बनाउन सकिन्छ, किनकि त्यो तत्त्व हामीभित्रै छ, त्यो गुण हामीभित्रै छ। तर त्यसको लागि गएको 8-10 वर्षभित्र भएका गल्तीहरू, यी कमजोरीहरू सबलाई छाडेर यो लुतो फ्याँकेको जस्तो त्यसलाई फ्याँकेर नयाँ जोसका साथमा, नयाँ सोचका साथमा, नयाँ